सिङ्गल छु भएको भए चाहिँ मलाई चाहिँ त्यस्तै मान्छे चाहिन्छ हनीमुन सोध्नु पर्यो हैन त्यो भने जस्तो भएन डायलग बेसी थियो सर्ट राखिदियो सर्ट मलाई झक्यो अब झक्यो चल्यो धेरै चेन्जेस छ अहिलेको मान्छेको लभ स्टोरीमै कति धेरै चेन्जेस छ पहिलाको र अहिलेको भन्दा कम्पेयर गर्ने हो भने चाहिँ पहिलाको इज फार बेटर त्यही भएर सबले हेर्नुपर्छ मायाको त्यो सिन देखाएको छ स्टोरी यस मैले भने तपाईँहरू पनि नयाँ जेनेरेसन र आउने दर्शकलाई पनि के भन्न चाहनुहुन्छ कस्तो लाग्यो मायाको सिन ओ माई गड के गर्नु म सिङ्गल छु भएको भए चाहिँ मलाई चाहिँ त्यस्तै मान्छे चाहिन्छ होइन एकदमै कि कस्तो यस्तो पनि माया हुन्छ भन्ने जस्तो लाग्यो कि यस्तो पनि प्योर लभ हुन्छ है पहिला चाहिँ जस्तो लाग्यो त्यही हो पार्ट 2 मा म तपाईँलाई पनि छोरी बहिनीलाई यो जुन अहिले हेरेर आउनुभयो होइन तपाईँको आँखा पनि रस आए जस्तै छ के भन्न चाहेको फिल्मले चाहिँ यो बताइदिनु यो फिल्म चाहिँ सम्पूर्ण दर्शकहरूले मन पराइदिनुहुन्छ होइन मलाई चाहिँ एकदमै राम्रो लाग्यो सो आर्टफुल सम्पूर्ण दर्शकहरूले हेर्नुहुन्छ भन्ने मलाई चाहिँ आशा लागेको छ सबलाई मनपर्छ त्यो म्युजिकले स्टोरीलाई अगाडि लगाउनलाई यत्तिकै राम्रो एकदमै उत्साहित गरेको छ नेपाली फिल्म इन्डस्ट्रीको लागि चाहिँ यस्तो मौलिक कथा जस्तै जातीय विभेद हाम्रो समाजमा भएको चिजहरू त्यसलाई नै त्यसले सेरोफेरोमा बनाइएको अनि हाम्रो कति राम्रो एकदमै कपल हाम्रो रिच कल्चर छ हाम्रो संस्कृति नै त्यस्तो छ गाउँमा हेर्नुहोस् सहरमा हेर्नुहोस् सबै हामी एकदम कला संस्कृतिमा एकदम भिजेर हुर्केका मानिसहरू भयो नि त अनि त्यसलाई फिल्ममा यसरी अप्पल तरिकाले टेक्निकली साउन्ड भएर प्रस्तुत गर्दाखेरि चाहिँ हाम्रो लागि यो एकदम गर्वको चिज हो नेपालको लागि गर्वको चिज हो वसन्त मैले हेरेन नि जातीय मैले वसन्त हेर्न पाएको छैन म ठ्याक्क मेरो फिल्मको सुटमा थिएँ अर्को फिल्मको सुटमा थिएँ अनि त्यसमा मैले रिभ्युजहरू चाहिँ पढिसक्यो फिल्मको रिभ्युजहरू पढ्ने गरेको छु के कस्तो समीक्षाहरू गरेका रहेछन् भनेर अनि त्यो सप्तरङ्गी रङको यो हाम्रो इन्द्रेणीको एकदम कडा एउटा रङ हो यो जातीय विभेद चाहिँ छ अनि एकदमै नमिठो अमिलो तर पनि इट स्टिल एक्जिस्ट अझै पनि यथावत छ र त्यसलाई यसरी फिल्मको मार्फतबाट भनिदिँदाखेरि धेरैजनाको भलो हुन्छ समाज सेवा भनेको नै यही हो जुन चाहिँ हामीले फिल्मको मार्फत गर्न सकेका छौँ फिल्मको योगदान नै यो भएको छ सर मैले वसन्त चाहिँ अब मेरो एकमुठी बादल भन्ने आउँदैछ गौँथली प्रोडक्सन्सको गौँथली एन्टरटेनमेन्टमा चाहिँ एकमुठी बादल आउँदैछ अनि त्यसपछि लालिमा भन्ने फिल्म छ दुईवटा पाइपलाइनमा छ र अहिले भर्खरै मैले दरबारला बिहारमा गएर चाहिँ हाम्रो सागर झा हाम्रो नेटफ्लिक्स उहाँको धेरै फिल्म चाहिँ एकदम अब्बल कलाकार हुन्छ उहाँहरूसँग चाहिँ खिचेर आएको एकदम राम्रो भूमिकामा मलाई इन्स्टाग्राममा फलो गर्नुपर्छ कि उषा रतन छ त्यहाँ मैले अपडेट गरेर हुन्छ अनि दर्शकको साथको लागि धेरै धेरै धन्यवाद उनको स्वेटर हेर्नु होला त्यो चाहिँ स्वेटरले दर्शकहरूलाई चाहिँ आई थिङ्क पछिल्लो चरणमा दर्शकहरू चाहिँ चित्रलाई लिएर चाहिँ सजग हुनुभएको छ पहिलो लटको अडियन्स हलमा आउनुभयो भने त्यसको माउथ पब्लिसिटी नेचुरली नै हुन्छ जस्तो लाग्छ मलाई इट्स अ ब्युटिफुल फिल्म मैले त भने नि हामी मेरो लागि त उत्कृष्ट नेपाली चलचित्रको नाम लिनु भन्यो भने मेरो लागि पर्छ मलाई के चाहिँ राम्रो बनेको छ चलचित्र अत्यन्तै राम्रो उत्कृष्ट नेपाली चलचित्र तपाईँहरूले खतम होला होइन यो फिल्म चाहिँ यो फिल्मको मेन कुरा चाहिँ के हो केही यथार्थ छ गाउँघरमा कसरी हामी बाँचेको छौँ बसेको छौँ भन्ने कुरा देखाइहाल्छ है यो फिल्म विभक्त हरेक नेपालीले हेर्नुपर्छ है यो पर्छ म पनि यो अनुरोध गर्छु हाम्रा सम्बन्धको कलाकारहरू आउनु भएको छ है दुःख गरौँ असार साउन भदौ यसको पानी झरीमा दुःख गरिरहेको छौँ है लु पत्रकार मित्रहरू आज हजुरलाई दुःखको फल प्राप्त भयो जस्तो लाग्छ मलाई ठिकै लाग्छ पहिला पनि यस्तो अलिअलि गरिन्थेँ
सबैभन्दा बढी भूमिकामा तपाईँले यो फिल्ममा चाहिँ पाउनुको रोल होइन बढी त होइन एउटा ग्रुप आएको पहिलाको ओल्ड आर्टिस्ट ए ओल्ड अहिले 74 मा आफूलाई हेर्दा कस्तो लाग्यो पर्दामा हजुर आफूलाई हेर्दा चाहिँ कस्तो लाग्यो हेरिरहन्छु क्या हेरिरहन मन लाग्छ है होइन अरू दिशा मेरो ए आफ्नो सिन आउँदाखेरि चाहिँ कतिको हुटिङ गर्नुभयो कतिको उत्साहित हुनुभयो होइन त्यो भने जस्तो भएन डाइलग बेसी थियो सर्ट राखिदियो सर्ट मलाई झट्यो ए डाइलगहरू लामो लामो थियो ए अति मिठो तपाईँले याद गर्न पनि पुरा समय लाग्नु भएको होला होइन डाइलगहरू डाइलग त अब स्क्रिप्ट पढेर हाल्ने हो है आफ्नो कल्पना कुरा होइन स्क्रिप्ट पढेर अस्मिता चाहिँ अलिक नजिक आउनु होला फिल्म हेरिरहँदा तपाईँहरू दुवैजनाको रिलेसनलाई चाहिँ कतिको रिब्याक गर्नुभयो अस्मिताजीले रिलेसनसिप अलिकति लभ पनि पुरै बिल्डअप हुँदै गइरहेको छ हामीले मात्रै होइन त्यो सम्पूर्ण लभर्सहरूले त्यो रिलेट गर्न सक्नुहुन्छ सो ओभरअल एकदमै रमाइलो लाग्यो हामीले पनि केही कुराहरू रिलेट गर्यौँ विपिन कार्कीको मैले अघि पनि भनिहालेँ विपिन कार्की जुन क्यारेक्टर छ उनको शैलीमा सो आफ्नो एउटा फ्यामिली थर पनि मिलिहाल्छ प्लस क्यारेक्टर पनि केही हिसाबले अलिअलि कमन गीत पनि गाउने सोचो पनि त्यस्तै हुनुहुन्छ ए हो र त्यसरी फकाउनु भएको थियो तपाईँले फकाएको कुरा मिल्यो तपाईँहरूको रियल लाइफ र उनको सुइटरको अब यो मनबाट नै बोलेको कुरा हुन्छ नि जस्तो मनबाटै व्यक्त गरेको भावना चाहिँ जहिले पनि प्योर हुन्छ अब यो चलचित्रमा विपिन दाइले पनि एकदमै मनबाटै आफ्नो माया प्रस्तुत गर्नुभएको छ मैले पनि उसलाई एकदमै मनबाटै आफ्नो माया प्रस्तुत गरेको हुनाले समहाउ रिलेट भयो होला अरू कुरा अब फिल्म त तपाईँहरूलाई हामी सबैलाई मन परेको छ तपाईँहरूलाई पक्कै मन पऱ्यो होला र आफ्नो वैवाहिक जीवन कतिको मन परिरहेको छ तपाईँहरू दुईजनालाई हामी त एकदमै इन्जोय यतापट्टि महेशजीको एक्सपिरियन्स के छ आजको दिन एकदमै नै राम्रोसँग चाहिँ इन्जोय गरिरहेको छौँ र सदैव यस्तै माहौल रहोस् भन्ने कामना पनि गरिरहेको छ र अब भान्टाङ भुन्टुङ पनि सोध्नुपर्ने होला 2 महिना त हनीमुन सोध्नु पर्यो अब रेडिमेड जवाब दिने हो भने चाहिँ काम काजै चलिरहेछ त्यही नै हो भने तर मिलाइ हामी अब कामहरू पनि गरिरहेको छौँ कतिले हाम्रो कामको नेचर नै ट्राभल गर्ने नयाँ नयाँ ठाउँ जाने छ होइन त्यो भएको हुनाले चाहिँ नयाँ नयाँ ठाउँ पुग्न पाइरहेको छौँ प्रोग्रामको सिलसिलामा र जहाँ जहाँ पुग्यौँ हरेक मोमेन्ट हरेक समय चाहिँ सँगै सेलिब्रेट गरिरहेको छ तपाईँहरूको त सन्तान जन्मेको जन्मै हुनुहुन्छ अहिले जन्ते बाख्राको पनि आइरहेको छ अङ्गुरको जुप्पो र यो गीतको बारेमा के भन्नुहुन्छ आई थिङ्क गुनगुनाइदिनु भयो भने दर्शक श्रोता र फिल्मको लागि पनि राम्रो हुन्छ होला अस्मिताजी र महेशजी गाइदियो मैले अनि त अनि फरक यो एन्डिङ हेरिसकेपछि चाहिँ मलाई हुनुपर्छ त्यो भाग्य चाहिँ आउँदै पर्छ जस्तो यो फिल्ममा अब अन्तर्जातीय कुरा छ उहाँहरूले तपाईँहरू इन्टरनेसनल लेभलको कतिको सकस भयो कतिको च्यालेन्जहरू फेस गर्नुभएको अहिलेको जमानामा त्यस्तो च्यालेन्ज त्यस्तो मुभीमा देखाइएको जस्तो चाहिँ फेस गर्नु परेन होइन चिठी पत्र लेख्नु परेन टेक्नोलोजी एडभान्सै भएको छ होइन तर पनि टेक्नोलोजीले गर्दा त्यो प्योर लभ कहीँ कतै मिसिङ छ कि पहिलाको जुन चाहिँ देखाइएको छ र त्यो फिल्ममा चाहिँ मलाई चाहिँ अनि त्यो कल्चरहरू पनि कस्तो मजाले देखाइयो कल्चरहरू जस्तै के भन्नु खोजेको जस्तै सिक्किम
दार्जिलिङ नेपाल देशकै भए पनि हामी भाषाले जोडिएको छ मनले जोडिएको छ र मैले तपाईँहरूको मिलन हुँदा त्यति साह्रो गाह्रो भएन भन्ने हो भएन भएन भन्न चाहन्छु अहिले अब सबैजना एकदम धेरै रोमान्टिक भइसक्नु भएको छ महिला त्यो भएर पनि प्लस फोन इन्टरनेटले गर्दा तपाईँहरू सफल भएको व्यक्तिहरूलाई असफल व्यक्तिलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ अहिलेसम्म असफललाई भन्नु खोज्दा के बिकी ट्राई गरिरहनु हजुरको अर्को पोसिबल छ कहिले त्यस्तो भाव एकदम ठुलो छ कमेन्ट दरबारतिर एकदम मात्रै हो अहिलेको नेपालको टप राइटर कमेडी राइटरमा हाम्रो फरोजी गाना हो दुईजना छन् अहिले उहाँको नाम लेखिरहेको मात्रै हो उहाँ घर बस्नुहुन्छ आफ्नो हात लाउनुहुन्छ हुन त हो कि तर बिबिजीको चाहिँ कुरा अर्कै हो कुरा अर्कै छ अब हुनै बाँकी छ आइरहेको छ साथीभाइबाट कतिको सदस्य आइरहेको छ स्वयं असीम शाह चाहिँ फिल्मनगरीबाट चाहिँ प्रतिनिधित्व गर्नुहुन्छ माननीयज्यू के भइरहेछ त्यसमा केही भन्ने मिल्छ ओके एकदम राम्रो प्रश्न गर्नुभयो त्यो यहाँनिर धेरै वर्षको अवदान भयो संसदमा चलचित्र ऐनले स्थान पाएको छ विशेष गरी सेन्सर बोर्डको विषय हो हामीले अघिल्लो संसदहरूमा पनि नेपालको सेन्सर बोर्डको चाहिँ क्रियाकलापमाथि व्यापक असन्तुष्टि आइरहेको छ भन्ने संसदबाट पनि उठाइरहेका थियौँ सेन्सर बोर्डको काम चाहिँ सृजनालाई मार्नु हुँदैन मार्ने काम चाहिँ बढी भयो भन्ने बोर्डबाट बढी आइरहेको छ आलोचना पनि भइराखेको छ अहिले आएको विधेयकमा पनि त्यो अलिक धेरै नियन्त्रणदेखि अलिक धेरै नै नियन्त्रण गर्न खोजेको जस्तो देखिन्छ त्यसलाई पक्कै पनि हामीले सुधार गर्नुपर्छ त्यो यदि जस्ताको जस्तै पास भयो भने सृजनाहरू मर्छन् हामीले सोचेको जस्तो सृजना हामीले सोचेको जस्तो कला फस्टाउने वातावरण चाहिँ पक्कै पनि समाजमा हुँदैन त्यसकारणले त्यसलाई व्यापक सुधार गर्नुपर्ने छ सम्पूर्ण सञ्चार जगतले नै त्यसलाई चाहिँ एकदम मसिनोसँग के लाएर त्यसमा सुझाव दिएर त्यसलाई चाहिँ राम्रो बनाउनतिर लाग्नुपर्छ जस्तो मलाई लाग्छ सेन्सर बोर्डको इस्यु मात्र हो कि अरू पनि इस्यु उठाउँदै हुनुहुन्छ विशेष त अब त्यो विधेयक हाम्रो प्रतिनिधि सभामा आइसकेको छैन राष्ट्रिय सभामा दर्ता भएको छ विशेष गरी अब सेन्सर बोर्ड नै हो बढी अब केन्द्रमा राखेर हेर्नुपर्ने अरू चाहिँ त्यहाँको अब त्यो संरचना पनि भयो होइन यसो अब सरकारी कर्मचारीहरू किसिमको हाम्रो जुनसुकै किसिमको बोर्ड पनि सरकारी कर्मचारीहरू हुँदै अनि फर्मल हुँदै राम्रोसँग मिटिङ बस्नु नसक्ने त्यो खालको समस्या देखिन्छ यसमा चाहिँ यो नितान्त टेक्निकल विषय हो चाहिँ अर्को कलालाई चाहिँ एकदमै फल्ल फुल्ललाई मद्दत पुर्याउने एउटा भनौँ न राम्रो एउटा गार्डन बनाउनको लागि मद्दत पुर्याउने आर्किटेक्चरको काम गर्ने एउटा संस्था हो त्यसलाई चाहिँ त्यो अलिकति फर्मल भन्दा पनि त्यो विषय जानेको कलालाई बुझेको मान्छेहरू बढी हुनुपर्छ त्यसमा पनि हामीले ध्यान दिनुपर्छ यिनै कुराहरू र विशेष गरी सेन्सरको विषय चाहिँ केन्द्रमै छ कहिले फिल्म कुन हेर्नु भएको थियो तपाईँले सम्झना छ एउटा जानकारी दिए कि तपाईँको मामा घर पनि काफले अरे हो त्यस विषयमा थोरै भन्नु न गीत आयो गीत आएपछि के लाग्यो तपाईँलाई होइन म मेरो माउले पनि काफले मेरो माउले पनि काफले काफले गीत आइसके पछाडि हो माउले पनि लाग्यो तर काफले घर भयो भने चाहिँ साथीहरूलाई पठाइयो होइन के छ कस्तो छ है साथीले खाएर भन्नुभयो त्यो काफले भएको कारणले पनि त्यसले चाहिँ त्यो काफले समुदायको बिचमा व्यापक चर्चा पायो कसैले कसैसँग जोडिएको हुन्छ तपाईँ हाम्रो साथी पनि पहिले पनि काफले परिहाल्छ कि अनि त्यो भएपछि ए ल गीत आएछ यति गीत आएछ भनेर पठाउने किसिमको माहौल सिर्जना भयो यसले चाहिँ समाजलाई तताउने काम गर्यो भनेर अझै एक्साइटमेन्ट गर्यो त्यसको म्युजिक यत्तिकै राम्रो छ झन् त्यसमाथि अब एउटा लिम्बू समुदायको मान्छेले गाएको हो त्यो भाषा पनि त्यस्तै खालको एकदम झुलो खालको छ त्यसले चाहिँ अझै इन्ट्रेस्ट पोजिटिभ एक्सपिरियन्स गर्न चाहिँ एक्साइटेड स्टोरी तर मन्सुरी कथा चाहिँ त्यो चाहिँ आई थिङ्क हेर्दाखेरि अडियन्ससँग एकदमै कनेक्ट हुन्छ जस्तो लाग्छ हामी सबैले अहिलेसम्मको जुन हामीले माया र साथ दिनुभएको छ इन्डस्ट्रीलाई त्यो चाहिँ अझ धेरै माया हामीले पनि दिन सकेको छ त्यही भएर अडियन्सहरूले हेर्नु त्यो माया फिल गर्नुहुन्छ
अन्डरस्ट्यान्डिङ एकदमै कम्पिटेटिभ उहाँहरूले यस्तो हामीलाई गाह्रो फिल गर्दै दिनु भएन र अहिले यो मोडर्नाइजले गर्दा आधुनिकीकरणले गर्दा हाम्रो कल्चरहरूको भाषा हाम्रो त्यो एउटा सभ्यता हुन्छ नि त्यस्तो विभिन्न जातिहरू मिलेर बसेको अनि एउटा अन्धविश्वासले कति ठाउँमा ऊ भए पनि एक किसिमको प्रेम बसिरहेको बन्डिङ हुन्छ त्यो बन्डिङलाई पनि देखाउन खोजेको छ यो चलचित्रले त्यो चाहिँ अति नै सुन्दर छ र यसले नै अहिले चाहिँ पूर्वतिर त धेरै हामीले पनि छ यस जातीय कुराहरूमा त्यो चाहिँ यो चलचित्रले पनि देखाउन खोजेको छ जस्तो राई लिम्बू होइन सबैजना कतिजनाको अन्तर्जातीय विवाह पनि भएको छ र पहिला अन्धविश्वासले गर्दा कति बिछोडिएको कथाहरू छन् ती कथाहरूलाई पनि यहाँ चाहिँ कुण्ठाहरूलाई पनि एक्सप्रेस गर्न खोजेको छ चलचित्रले तर अनि जुन भाषाहरूलाई जीवित राखेको छ अनि त्यो हाम्रो टोन हुन्छ एउटा लोकल टोन हुन्छ नि स्थानीय भाषाको त्यसलाई पनि जीवित राखेको छ त्यो अहिले पाउन छोडिसकेको छ यो चलचित्र चाहिँ यसको दस्तावेज बन्नेछ इतिहास बन्नेछ भन्ने पनि भन्नुहुन्छ भित्नाको त्यस्तै अभिनय थियो सुनिल दाईलाई देखेर उस्तै मलाई म भावुक भएँ उहाँ एउटा ड्रामा गर्ने दाई हो म उहिलेदेखि चिन्छु उहाँले यस्तो जीवन्त तरिकाले एउटा अवस्थाको जस्तो मुन्रान पस्ने दुःख गर्नलाई कति ठगिएको कुराहरूलाई चाहिँ छोटो समयमा कसरी उहाँले चाहिँ अभिनयबाट चाहिँ प्रस्तुत गर्नुभएको छ र धेरै कुराहरू यो